आमा हजुर आमा Happy हजुर birthday to you. किन हाँस्नु? ल साथीहरू Happy birthday to you भन्दा पनि ल साथीहरू मेरो आज मेरो परिवारमा चाहिँ फर्स्ट विस चाहिँ 12 बजे बुहारीले गरेको थियो भने मेरो आमाको बुहारीले गरेको थियो भने अनि सेकेन्ड विस चाहिँ मेरो आमाले गर्नुभयो थ्याङ्क यू भेरी मच मेरो आमा अनि धेरै धेरै अनि एक वर्ष आयु बढेको एक वर्ष धेरै आइपुग्यो सोचेको काम होस् ह्याप्पी बर्थडे टु युले थ्याङ्क यू अनि यहाँ हेर्दा न रोग बेद जाओस् दियो बत्ती बाल्नु छैन ह्याप्पी बर्थडे टु यु भन्नु सक्यो होइन ठिकै छ त बिहानै ल साथीहरू सबैजनालाई स्वागत छ एन्ड सबैजना सन्चै हुनुहुन्छ होला आज चाहिँ मेरो जन्मदिन जन्म साल जन्म महिना परेको हुनाले बार चाहिँ मिलेन पहिलाको साल चाहिँ सबै मिलेको थियो यसपालि चाहिँ मिलेन अनि जसले पनि मलाई बर्थडे विस गर्नु भएछ उहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अब के खाने भन्नु त खाने पुन्टु पुन्टु अब यो बाहिर घुम्दैछ हेर ल सुनेको त्यहाँबाट हो पुन्टु किन नसुन्नु हरि आइसक्यो अब अन्त लु के खाने के खानु छोराको बर्थडेको दिन त के त खानु पर्यो नि त हो कहाँ बेला कस्तो पिरो भन्नाले अर्को पनि आयो भागो त्यो मलाई देख्ने बित्तिकै भाग्छ कहाँबाट आयो कहाँबाट आयो नमस्ते पुरै पुरै ल होइन मेरो आमा हजुर के गर्दै हुनुहुन्छ यस्तै गर्दैछु अनि छोराको बर्थडेको दिन पनि यस्तो केलाउनु अनि छोराको बर्थडेको दिन चाहिँ के गर्नु त छोराको बर्थडेको दिन त मासुहरू पो केलाउनु पर्छ त हौ यो त जन्मिँदा पो मासु केटाउँछ त अब त बुढो हुँदा त मासु त अब यस्तै खानुपर्छ रोग लाग्छ त्यसो उहिले चाहिँ रोग नलागोस् भनेर मासुहरू हरेक गरेर खुवायो होला होइन त जन्मिँदा चाहिँ अब अहिले चाहिँ रोग लाग्छ कि भनेर बचाउनुको लागि यस्तोहरू खानुपर्छ ए ठिक छ त्यसो भए बर्थडेको दिन पनि यस्तो अरे ठिकै छ ल साथीहरू म केही बोलिनँ मेरो बर्थडे त कस्तो सुनसान खालको लाग्नु थाल्यो यो हरियो परियो देखेर त ल साथीहरू के पछि सुटीलाई ल्याङ गर्न जान्छ त सुटी के हो अनि के हो हलचल केही छैन त के हो यसो मासु सासु ल्याउनु आमामा के हो देवरलाई बर्थडे विस पनि छैन ए यस्तो कुनाबाट ए ए कुनामा बसेर पो ह्याप्पी बर्थडे टु यु मेले देवाल त्यस्तो ल ठिक छ उयो धुरीमा यो घरको धुरीमा बसेर ह्याप्पी बर्थडे टु यु देवाल भन्नुपर्छ नि चुट्टी के हो आज देवरको बर्थडे छ केही बर्थडे विस पनि छैन केही छैन
ए बर्थडे विस गर्न नगर्ने मान्छेले के बाँच लाउनु भने त नि ह्यापी बर्थडे ल भयो त सम्झाइ भनेको चाहिँ खोइ सजिएन बनाउँछ कि छोराको बर्थडेको दिन पनि सजिएन पकाउँछ छोराको बर्थडेको दिन पनि सजिएन पकाउँछ टेन्सन म अघि जन्मिसकेको बिहानै यसो देवरको बर्थडेमा यसो भाले काट्नु 2-4 केजी मासु ल्याउनु झन् पकाउनु छैन हो अब हिँडिदिनु लागेको छ हो आमामा हेर न 10 किलोको लगाएर क्या के भन्नु जन्मिन्छ मैले भाले काट्नु अरे तिमी जन्मिँदा त बाङले काट्छ त भाले मैले किन भाले काट्नु देवरको बर्थडे आज यसो खुवाउनु पर्छ बर्थडेमा देवरलाई मिठो मसिनो भन्ने छैन हो हेटरिका के जमाना आयो नि यो तिमी अहिले केही खानु सक्दैनौ आज कहाँ हिँड्नु लाग्यो अरे क्याम्पस महिनामा एकचोटि चाहिँ छुट्टीहरू क्याम्पस जान्छ साथीहरू पेन्सनहरू डटहरू सकिन्छ कि त्यो महिनामा एकचोटि क्याम्पस चाहिँ जानैपर्छ प्रेसरको डट सुगरको पेन्सिल थाइरोइडको इरेजर अनि उयोको के परे कोलेस्ट्रलको सार्पनर कटर लिनुको लागि महिनामा एकचोटि क्याम्पस चाहिँ सबैजना जान्छ म जन्मेको दिन त कस्तो ढुम्म भयो क्या छ्या म जस्तो उजेलो मान्छे यो संसारमै छैन सुटी म जस्तो उजेलो मान्छे यो संसारमै छैन सुटी भिडियो अर्काको भिडियो हेरेर रुने मान्छेले मलाई डस्टबिन गर्छ त्यही पनि अरूको कहानी हेरेर रुने मान्छेले मलाई टच दिन्छ अब साथीहरू पत्याउने कुरा गर्नु नि हौ उत्पादन अरे मर्छ होला मसरमले अब त प्रेसर सुगर दबाई हो नि दिन्छ जस्तो लागेन है फेरिमा सबै हटाएको छ अरे ज्वरोको दबाई मात्रै दिन्छ अरे अब भनाइ चाहिँ त्यसो छ तर छैन होला त्यस्तो अब बिमारले 25,000 मात्रै हो नि फेरि एकजना बराबर हो छोराको बर्थडेको दिन पनि उयो बुढेको भात खाएको बर्थडेको दिन चाहिँ के खाँदा हिरामती खानु मोमो चाउमिनहरू पो खानुपर्छ के जान्छ मेरी आमा पनि बर्थडेको दिन यस्तो खुवाइ भएन के अरे बिहानदेखि के खाने भन्छ के खाने भन्दै सुति बस्छ बर्थडे छोराको ऊ ह्याप्पी बर्थडे टु यु भन्दैछ त्यसले भनेको के खाने हौ अब यहाँ ऊ सजिएन पकाउनु आँटेको त्यही खाने कुखुरा नखानु आज त उनीहरू देवारलाई सजिएन पकाइदिनु पर्नेछ बर्थडेमा कुखुरा नखानु भने नखानु सेट मजा आएन है मेरो बर्थडेमा कुखुरा नखानु बर्थडे अन्डा उसिनिदिरहेको छु त्यहाँ के अरे खाने होइन के अरे आमै अन्डा बर्थडेमा अनि कोला ल्याइदिरहेको छु त खानु स्याउ छ त्यही त भन्थ्यो र बर्थडे त्यो भन्दा चाहिँ के चाहिँ छ नहुने कुरो अरू नपाउने कुरो
नपाउने कुरो चाहिँ के छ अझै लिएर आइजले डाइनोसरको अन्डा त्यस्तो अन्डा खाँदैन ल साथीहरू मेरो बर्थडेमा पनि कस्तो केही नखाने भन्छ खुवाउनु खोज्दा पनि केही नखाने भन्छ बर्थडेमा अनि सोध्नु त पाइयो नि त हौ आमालाई के खाने मेरो छोराको बर्थडेमा भनेर के खाने भन्दा केही नखाने तँ चाहिँ के खाने म कुखुरा खाने अब भोलि खाऊ आज बर्थडे भोलि खाएर त मजा आउँदैन नि त नि जेठी भाउजू पनि आउँछ अब भात पकाउनु भनेको होइन कुखुराको मासु खाँदैन ल साथीहरू छुट्टी भाउजूले हस्पिटल गएको छ दबाई लिनुको लागि ए हस्पिटल र क्याम्पस महिनामा एकचोटि जान्छ क्या सबै छुट्टीहरू ल महिनालाई घाँस बाँधिदिन्छु है अघि मलाई त्यसले चाहिँ बर्थडे विस गरिसकेको छ यसले चाहिँ मेरो आमाको सजिनले आज धोका दिए लाग्छ त्यही त छोक्रे पानी भएर चाहिँ मजाले फिर्ती लागिजानु पर्ने पुरै छोक्रे पानी भएर चाहिँ मिठो त मिठो भएछ तर केही लाग्दैन मलाई ला धेरै कत्रो पसेको त तिर है के मारेर धेरै भयो सोडा उम्ल्यो माथि छोडालाई पकाउने हो सोडा लाउनुपर्छ यसलाई अलिअलि अनि पाकिजान्छ हौ लु छोक्रे पानी भयो जिन्दगीमा नपकाएको जस्तो हुन्छ नि सिटी लगाइदिनु सिटी अब सिटी लाग्दा पनि पाक्दैन क्या यो भइसकेपछि छोक्रे पानी खानु वेट त्यो किन्छ र छोराको बर्थडेमा त पुरा छोक्रे पानी छोको सिस्नु खुवाउनु आँट मेरो आउने डट यस्तो पनि हुन्छ भयो म त सक्दिनँ यसरी किन हाँसेको मेरो आमा छोको देखेर मलाई हाँस उठिरहेछ ढुटेको छैन कान्दिदे मेरेमा सुरुमा के लगाउनु भयो के न के पानी अनि के त्यति नै के न केही चिज लगाएर जस्तो पाटा र उयो पाटा सुरुमा नलाउनु पर्थ्यो कि यहाँनिर आएर बसेछ यो पानी परेर पानीले भिजिस् कि नै यहाँ पानी पऱ्यो साथीहरू मेरो बर्थडेको दिन हजुर आम्मा कतै आएको छुट्टी कि बर्थडेको दिन विस पनि छैन केही छैन लु देवर बाबु के यो यसो 5-10 हजार लगेर केही किनेर खाऊ भन्नु पनि छैन के भन्नु 5-10 हजार लगेर सिको खायो घडी लगाऊ भन्नु अनि त्यो दिन पनि अवश्य आउँछ यो भाउजूको म जाँदैछु नि त त्यो शरम बन्द भएर मात्रै हो त ए सिठी सरङ अरे अझ शरम बन्द भएर मात्रै हो क्या नत्र बन्द अस्ति मेरो आमाको छोको सिस्नो चाहिँ कस्तो भयो आज पाएको हौ त्यतिका भइगयो त हो छोक्रा हो त नि किन खाऊ न देखि बुहारी हो आज उ देवरको बर्थडे खानु अरे को देवरको बर्थडे हो छ नि तिमी मात्रै छौ देवर ए सन्तोष देवरको पानी त कत्रो आयो त हौ हुन्छ नि बाङ्ला चाहिँ हाल्नु न हौ बाङालाई कता उतै लगिदिनु खाटामा उयो पानी लगिदिनु भाउजू ए ल साथीहरू आज मेरो बर्थडेको दिन पानी दामी परिरहेछ तर म मान्छे यस्तो चिल हो क्या त्यही भएर
मेरो बर्थडेको दिन पानी परेर कस्तो चिल शीतल भइरहेछ आज 3 केजी मासु ल्याउने भाउजूले पोल्छ हामी के जाम खाने पानी भुटेर खाऊ के भन्छ फेरि पानी भुटेर खाऊ भन्छ त म मान्छे चिलमा छु क्या त्यही भएर दिन राम्रो छ खाँदैन छुट्टी म मान्छे चिलमा छु म जन्मेको दिन एकदम खुल्ला बाबा कत्रो पानी पर्छ क्या ल साथीहरू बाहिर चाहिँ बब्बाल पानी परिरहेछ हो अनि हाम्रो आमाले मेरो आमालाई मिठो हातले पकाउनु भएको यो चाहिँ सजियन तर गल्केको चाहिँ छैन तर अब्बर मिठो छ है नगल्के पनि यति मिठो छ यो भित्रको चाहिँ फेरि यो रातो रातो सबै अचार है साथीहरू अचार टमाटर खोर्सानी अकबर खोर्सानी पाहाडको हाम्रो दिलकुमारी दिदीको सासु आमाले ल्याइदिनु भएको हामीलाई हाम्रो सासु आमाले एकदम वेल छ अब यसो सट्ट बाबा कसो छ दामी छ एकदम अच्छा माल अच्छा है के भन्छौ बर्थडेको दिन पनि छोरालाई भात खानु सबै लडिस कहाँ लड्यौ म बसिरहेको छु अनि यस्तो दिमाग दुखेर मर्नु आँटो यहाँ झिरे झिरे बालेछ प्रेसर बिहार पढो यहाँ त प्रेसर नबो भर्खर भात खाएको छ बस्नु त कि धेरै सुतेर हिजोदेखि त त्यस्तो हुँदैछ हौ झडक पार्दैछ छोराको बर्थडेको दिन पनि कराउँछ हौ बर्थडेको दिन कराउनु हुँदैन बर्थडेको दिन चाहिँ के गर्नुपर्छ धुबाल्नुपर्छ माया गरेर यसो 4-5 हजार दिनुपर्छ घुम्नु जा छोरा भनेर जान अनि सबै तेरै हो त अनि 4-5 हजार मात्रै सबै तेरै हो त सबै लगेर जान खोइदिन त कहाँबाट आएको छ फेरि टोप्रामा लाग्यो थ्याङ्क यू भेरी मच कहाँबाट यो कसले जस्तो लाग्यो थाहा भएन त छैन पत्तै पाउनु ल माइजूले हो जिस्केको हातमा देऊ न मलाई भयो जिस्केको हेर लु बाला नि त ल थ्याङ्क यू भेरी मच अब यो चाहिँ प्रतिमामा र माइजू मिल्नु भएको रहेछ क्या ए ल थ्याङ्क यू सो मच मेरो भाइ र मेरो प्रियसीलाई चाहिँ धेरै धेरै धन्यवाद अनि गिफ्ट के हो साथीहरू कता काट्नु थान छ त उता पराइजाउँ न त यहाँ त नि स्विमिङ हानेको जति भइसक्यो त ल थ्याङ्क यू मेरो भान्जाहरूलाई पनि भान्जाहरूलाई पो दुःख उठाउन दिएछ त हो नि मलाई त थाहै थिएन त यो बारेमा त यार हो र अनि भान्जाहरूलाई चाहिँ कहाँबाट फेरि पायो मामाको बर्थडे भनेर मलाई पनि थाहा छैन स्याल भएर सुतिराख्नु भएको ह्याप्पी बर्थडे भन्दै आउँछ मलाई त नि ठिक भनिहाल्यो नि ल थ्याङ्क यू मेरो प्रियसी र मेरो भाइलाई थ्याङ्क यू सो मच यो चाहिँ मेरो कान्छा र मेरो प्रियसीबाट चाहिँ यो यस्तो यो
भनौँ न यो सानो रमाइलो भएको रहेछ साथीहरू धेरै धेरै धन्यवाद भान्जाहरूले बर्थडे गरिदिए त तेरो बिचरा भान्जाहरूलाई दुःख त न दियो त हाम्रो केटाकेटीहरूले त कसले ए मुमाले फेरि अहिलेसम्म खाइदैन हेर्नु न सिरियसी र भाइले अरे हौ ओहो ल गिफ्ट एकछिन देखाउँ ल पहिला केक काटौँ होला है बम्बुक लिऊ न भान्जा बम्बुक कता बम्बुक पहल त बम्बुकलाई काटिन्छ नि सानो तिनीहरूले काटिँदैन है अलिक मजाले उयो गर दिदी आउनु है त्यति दिने आउनु न ल भान्जा बर्थडेमा भान्जाहरूलाई हल्का दुःख दिएछ त्यसको लागि त सरी होइन धेरै धेरै धन्यवाद ल केक काटौँ है त ल 1 2 3 गो बिचमा लड्छ साथीहरू यो चाहिँ थोडा देखाएको छैन नि क्या हो पोलो त यार के भन्छ केमा कपडा ल केक काटिदिनु न त नि ल आमा बाँडिदिनु त भान्जाहरूलाई पनि दिनु ल थ्याङ्क यू सो मच मुरी धन्यवाद मेरो भाइ र प्रियसीलाई होइन देवर भाउजूलाई चाहिँ धेरै धेरै धन्यवाद यो सारा यो इन्तजामको लिए हिँड्दिबाट ल केक खाऊ केक चेक खाऊ चेक यहाँ न आमा मेरो आमाको बर्थडे उयो गिफ्ट अरे कस्तो दामी जाने ल ठिक छ स्पेसल मान्छेले पठाउनु भयो हामीलाई त स्पेसलबाट हो देवर भाउजूको काम होला नि कोही अर्को सानो केक काट्ने चाहिँ फुटबल पोइजन अरे ल सबैजनालाई धेरै धेरै धन्यवाद यो सङ्घर्षको लागि भान्जाहरूलाई पनि कहाँबाट सबलाई दिनु अलिअलि दिनु ड्याङ कस्तो दामी केक रहेछ यार फेरि 4 जना छ नि भान्जाहरू 3 जना भान्जाहरू यहाँ 3 जना हो अरू भान्जा आछ 3 जना मात्रै आएको लु भान्जाहरू ड्याङ ल भान्जाहरूलाई केक कहाँ काँक्रासँग केक हो लु यहाँ अन्तर देवाहरूलाई माथि भाउजूहरूलाई पनि मिसेको फुच्चाहरूलाई पनि दिनु राखिदिने ल हाम्रो आरुष भान्जा र हाम्रो भान्जीलाई पनि यहीँबाट सम्झेको छौँ हामीले बर्थडेमा मामाको बर्थडेमा धेरै धेरै शुभकामना आशीर्वाद धन्यवाद मेरी आमालाई खोइ हात ल्याउँदै त 35 वटा घेराउला एउटी जस्तै हाँस्यो आमालाई सुड्डी खानु म चाहिँ लप खाइदिनु पर्यो बाउलाई दिन ल साथीहरू मेरै बर्थडे मै केक हान्दिनु भान्जा खाऊ न भित्रको चाहिँ भित्रको थ्याङ्क यू भेरी मच र पो अघि कसैले केही खबरै गरेको छैन म त भयो अलि माइजूले चाहिँ बर्थडेको दिन पनि कस्तो अल्छी सरी बस्नु भएको उठ्नु न हो होइन
मुसु मुसु मस्किँदै त मस्किन्छ है भाँडा कहाँ थाहा पायो ए मामाले भन म सुतिरहेको थिएँ के राति 4 बजी पो त राति 4 बजी हो र लु भन्दा सुत तिमी छिटो सुत्नु भोलि 10 बजी आऊ न अरू बेला पाउँदैन हो केटा भान्जाहरू लगेर अब बाख्रा चढ्दै जाने हो जाने होइन आमा तपाईँ पनि हिँड्नु न ऊ गाडी छ त नि जाने केटा छुट्टी जाने होइन बाख्रा चौरी हिँड्नु न जान्छ नि लु सुटुक्कै जाउँ त ल ल साथीहरू फाइनल्ली हामी सबैजना घर आइपुग्यो पार्टी सार्ती पनि खाएर हाम्रो माइजू पनि आउनु भएको रहेछ ठिक्क यहाँनिर अब माइजूलाई पनि अघि मैले सलाड हानिसकेँ थ्याङ्क्स फर वाचिङ सबैजनालाई धेरै धेरै धन्यवाद आजको भ्लग के कस्तो लाग्यो कमेन्ट्स गर्न नबिर्सनु होला भन्दै आजलाई चाहिँ बाई बाई जय नेपाल